गाइस गुड मर्निङ वेलकम टु न्यू ब्लग सलिनगिरी 77 हजुरलाई स्वागत छ। हामी चाहिँ आज मेलम्ची बजारको इन्द्रवती खोलाको चाहिँ लामो पुलमा आएको छु गाइस। यहाँनिर पहिला ठुल्ठुलो ढुङ्गा हुन्थ्यो खोला अहिले बाटो लहर चाहिँ खोलो चाहिँ दामी बनाएको छ गाइस, हेर्न सक्नुहुन्छ। त्यही मात्र हो गाइस, मेलम्ची बजारको पुल मतलब कि यता लाङ्गाचे ज्यामिर जाने बाटो हाइवेको रोड बन्दैछ अहिले, त्यो चाहिँ हुँदैछ। म धेरै महिनापछि धेरै वर्षपछि यता आएको छु गाइस, न त माथिबाट जाने। र अहिले मेलम्ची खोलाको चाहिँ यो बगर चाहिँ एकदम सम्मै भएको छ गाइस, देख्न सक्नुहुन्छ। यहाँनिरको बगर पहिला ढुङ्गा यहाँ बडा ढुङ्गा थियो भने अहिले चाहिँ सम्मै भएको छ। र यहाँ चाहिँ बाढी ल्याएर चाहिँ यस्तो दामी खेती भएको छ अहिले, बाढी आएर चाहिँ। र गाइस हेर्दै गर्नु, यहाँ एउटा सामान अर्डर गरेको थियो, सामान लिन आएको पुलमा है। गाइस मेलम्ची बजारको गाउँको बजार थियो। हामी चाहिँ यो पारिपट्टि पुलमा आएर चाहिँ यसो भ्लग खिच्ने कार्यक्रम गर्दैछु गाइस म, धेरै महिनापछि। देख्न सक्नुहुन्छ हामी मेलम्ची बजारको अथवा इन्द्रवती खोलाले असार 2 गते आएको बाढी है यो। 2 गतेको बाढीले यतिको बनाएको छ गाइस मेलम्ची एरिया। ओके गाइस।